लगाइस अहिले चाहिँ भने मोमोको मेकिङ गर्दैछु होइन। अब मोमो पकाउन आँटेको, आजको दिन पनि यस्तो जाडो जाडो छ होइन। जाडो जाडोले गर्दाखेरि चाहिँ तातो सुप खाँदै मोमो खाँदै होइन, अब त्यस्तो गर्नु लागि चाहिँ अब मोमो पकाउन आँटेको। अब कति 4हरू पनि बज्यो। अब बेलुकाको लागि मोमो पकाएको होइन। दिन पनि आज यस्तो छ है, पुरा धुम्म छ है। यहाँबाट त्यति साह्रो देख्दैन है गाइस। अब यहाँबाट दिन पनि आज बिहानदेखिको हिजो आज त्यस्तै भएको छ होइन। दिन पानी पर्ने धुम्म होइन। अब चाहिँ म यहाँ मैदा चाल्दैछु होइन। यहाँ हाम्रै मैले मैदा चाल्दैछु। अब यो चालिसकेर तपाईँलाई देखाउँछु है गाइस। फाइनली गाइस मैले चाहिँ अब यहाँ मुसी पनि सक्यो हो। अब यसलाई ढकनी लगाएर राख्नुपर्ने हुन्छ 5-10 मिनटसम्म हो। त्यहाँदेखि म यहाँ गिमा बनाउँदै गर्छु। भेज मोमो बनाउन आँटेको होइन, गिमा बनाउँदै गर्छु। मैले यहाँ बनाइसकेको यो मुसिसकेको छु। आँटा चालेर मुसी पनि सकेको आँटा चालेर मुसी पनि सकेको छु। अब यसलाई ढकनी लगाएर 5-10 मिनटको लागि छोपिदिन्छु हो। ल गाइस अहिले भने चाहिँ मैले चिया बनाएर हो चिया खाँदैछु। अघि बजार गएको थिएँ नि त, बजार गएको पछि भ्लग बनाएको छैन। अहिले चिया र बन खाँदैछु हो। अलिक भोक लागेको जस्तो भयो कि चिया र बन खाएको। अब चाहिँ यहाँ मैले रेडी गर्दैछु। यहाँ आधी रेडी गरिसक्यो स्टफिङहरू। यहाँ बन्दाकोपी र प्याज आधी जस्तो हालिसकेँ। अझै हाल्नुपर्ने छ हो। यो चाहिँ कुकिङ ब्लग होइन, जस्ट मेरो ब्लगमा हालेको होइन। मैले के गर्दैछु के गरेको छैन त्यस्तो भनेर हालेको होइन। आज चाहिँ मैले मोमो पकाउनु जान आँटेको होइन। तर राम्रो चाहिँ बनाउनु आउँदैन त्यो डिजाइनहरू चाहिँ होइन मोमोको। तर पनि घरमा खाने हो जस्तो हुन्छ त्यस्तै अब बनाइदिने हो। तपाईँहरूलाई देखाउँदै गर्छु। अहिले चाहिँ यति गरिसकेँ स्टफिङहरू हो। अझै प्याजहरू गरेर अझै हाल्नुपर्ने छ। ल अहिले गाइस गरिसकेर भेटौँ ल गाइस मैले चाहिँ अब डल्लै रेडी गरिसकेँ होइन। तपाईँहरूलाई देखाउन चाहन्छु होइन। म यहाँ डल्लै रेडी गरेर राखिरहेको छु हो। यहाँ अघि 10 मिनट जति राखेको थिएँ हो। अब यसलाई चाहिँ निकालेर बेल्नुतर्फ लाग्नुपर्छ हो गाइस। यहाँ डल्लै रेडी पारेर राखिरहेको छु। अब यो टेबलमा चाहिँ उयो बेल्ने हो होइन। पुसपास गरेर रेडी राखिरहेको छु। अनि यहाँ सामानहरू टक्कै अलिक तल राख्नुपर्छ, सजिलो पर्छ होइन। छेउछेउमा भयो नि कहाँ गयो। अन्त गाइस यही हो। अब तपाईँलाई काम गर्दै भेट्छु है, त्यही हो। गाइस अब चाहिँ म बनाउनु जान आँटेको होइन। अब म यहाँ बेल्नु स्टार्ट गर्छु। ल गाइस अब चाहिँ म बेल्नु स्टार्ट गर्छु होइन। म बनाउनु जान आँटेको। अब अहिले चाहिँ एक्लै छु। अहिले भाइ आएपछि साथी हुन्छ हो बनाउने। अहिले चाहिँ एक्लै गर्दै गर्छु हो। त्यहाँदेखि अहिले भित्र मम्मी पनि छ। अब चाहिँ बनाउनु स्टार्ट गरेको। ल गाइस अहिले चाहिँ बनाइ पनि सकेको छु मैले यहाँ हो। 3 मक्टु बनाइसक्यो हो। यहाँ चाहिँ हाम्रो अचारको लागि टमाटर उयो हुँदैछ, बोइलिङ हुँदैछ हो। यहाँ मम्मीले निकाल्दैछ हो। यो पाकिसकेको 3टा चाहिँ भएछ गाइस। अब अझै छ हो बनाउनु पर्ने। ल अहिले डल्लै गरिसकेर तपाईँहरूलाई भेट्छु डाइरेक्ट। ल गाइस अहिले पनि बनाइरहेको छु होइन मोमो। जानी नजानी भए पनि बनाइरहेको छु यी। अब जति आउँछ मलाई त्यति बनाइरहेको छु। अहिले चाहिँ आधी जस्तो पाकिसक्यो हो। यहाँ मम्मीले अचारको मेकिङ गर्दैछ हो। अनि मैले यहाँ बेलेर चाहिँ राखिदिइरहेको थिएँ। अब म बनाउँदै राख्दै होइन। त्यो पाकेको चाहिँ निकालेर यो नयाँ हाल्ने फेरि हो बनाएको। त्यहाँदेखि यस्तै हो, हेर्दै गर्नुहोस् गाइस। गाइस अब चाहिँ यहाँ मोमो पाकेको अवस्था होइन। यहाँ मोमो चाहिँ अब अघि पकाएको मोमो चाहिँ चाखौँ न अब आफ्नो हातको मिठो भयो कि भएन। यहाँभन्दा चाहिँ मिठो चाहिँ कस्तो हुन्छ आफै सोच। यहाँभन्दा चाहिँ दामी चाहिँ अब मिठो चाहिँ मिठो भएछ तर अचारमा चाहिँ हल्का नुन बेसी भएछ हो। अचार पनि दामी छ सुपसँग खानेलाई को भएछ। अहिले एकछिन बना ल। मिठो भएछ
तपाईँलाई कस्तो लाग्यो दामी मैले बनाएको यता हेरेर भन्नु अलिक पारा ल्याउन थालेछ पहिला त मुर्की जस्तो छैन रहेछ अहिले ल गाइस आजको भ्लग चाहिँ यतिमै राख्न चाहन्छु होइन के कस्तो लाग्यो छोटो भ्लग लिएको छु होइन अब नेक्स्ट भ्लग दिन चाहिँ राम्रो आउनेछ होइन भ्लग चाहिँ राम्रो ल्याउने छु होइन यो भ्लग चाहिँ छोटो भयो हो लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् फलो गर्नु नभुलिदिनुहोस् हो गाइस बाई